चटपट पानीपुरीको पनि यति रमाइलो पार्टी हुँदो रहेछ। आज मैले कम्पनी साथीहरूलाई के को पार्टी दिँदैछु त। त्यो पार्टीभित्र हामीले के खाँदैछौँ त, कतिको रमाइलो भयो त। र भिडियो हेर्दै जाउँ है त। हेलो गाइज, वेलकम ब्याक टु माई सुमन जोवानी भ्लगमा। मैले चाहिँ अगाडि नाम पनि राखिदिइसकेको छु। यो नाम चाहिँ टिकटकमा पनि अनि युट्युबमा पनि सर्च गरेर हेर्न सक्नुहुन्छ मेरो भिडियो। आज चाहिँ मैले कम्पनीको साथीहरूलाई बर्थडे पार्टी दिन्छु भनेर लए 2 दिन अगाडि नै पार्टी खुवाउनलाई। कामबाट निस्किसकेपछि साथीहरू सबैलाई भने मैले तपाईँहरू सबैजना आउँदै गर्नु, म चाहिँ एकदम पुरा खानाको व्यवस्था गरेर बस्छु। भिडियो हेर्दै गर्दा सब्सक्राइब, लाइक, सेयर, कमेन्ट गर्न चाहिँ नभुल्नु होला है। भिडियो कस्तो लाग्यो त्यो पनि भनिदिनु होला र नेक्स्ट भिडियो कस्तो बनाउँदा ठिक हुन्छ त्यो पनि भनिदिनु होला। आधै गर्दा म भन्दा पनि अगाडि आइसक्नु भएको रहेछ एकजना दिदी। उहाँ पनि मेरो कम्पनीकै साथी हुनुहुन्छ। मैले दिदीलाई भने, दिदी मैले दिँदैछु पार्टी, त्यसपछि खानुपर्छ हात चाटी भनेर मैले दिदीलाई पनि इन्भाइट गरेँ। ल दिदी बिस्तारै आउँदै गर्नु है, म गएर रेडी गर्दै गर्छु भनेर म लागेँ सर र पार्टी खाने ठाउँतिर। जाँदै थिएँ, जाँदै गर्दा मलाई बाटोमा रोके गुन्डाहरूले। पत्तानु होला फेरि उहाँहरू पनि मेरो कम्पनीकै साथीहरू हुन् है। बुढाइ भए पनि एकदम मिल्छन्। एकजना बहिनी चाहिँ अगाडि पुगिसक्नु भयो, छिटो आउनु मलाई त भोक लागिसक्यो भनेर अगाडि पुगिसकेँ। ल बिहान तिमी आउँदै गर, मजाले खाउली आएर म चाहिँ गएर रेडी गर्दै गर्छु भनेर म लागेँ अलि छिटो। यो पार्टी चाहिँ दिन लागेको भन्दैछ, तर बर्थडे चाहिँ कहिले हो यसको भनेर सोच्नु भयो होला। मेरो बर्थडे चाहिँ साउनको 28 गते। भिडियो हेर्दै गर्दा कमेन्टमा ह्याप्पी बर्थडे लेख्न चाहिँ नभुल्नु होला है त। फाइनली पार्टी खाने घर पुग्यो। त्यहाँ गएर स्कुटी साइड लगाएर अनि फेरि चटपट छ कि छैन भनेर गएमा पसलतिर चेक गर्नलाई। पसल चाहिँ हाम्रो घर छिमेकी भाउजूको हो रहेछ। बुरु चटपटको लागि भुजा चाहिँ सकिन लागेछ, भुजा चाहिँ मजाले हाल्नु है भाउजू। यति भनेर हामी चाहिँ लाग्यौँ ती ठाउँको व्यवस्था गर्न। मेरी उनले र बहिनी जुनले चाहिँ मजाले गरे सेटअप। पछि म चाहिँ लागेँ अम्बा खानातिर, किनकि मेरो त अम्बा बेस्ट हो, फेभरेट हो। रुखमा हेरेको अम्बा मेरो मुखमा पनि नअटाउने ठुलो ठुलो रहेछ। म नअटाए पनि अझै एउटाले त पुग्दैन भनेर म अर्को पनि टिप्न थालेँ। हामीले अम्बा खाँदै गर्दा साथीहरूको पनि एन्ट्री भयो। टुन टिड्याउ साथीहरू आएको देखेर भाउजूले पनि फटाफट त्यसपछि कटिङ गर्न थाल्नु भयो। साथीहरूको एकदम स्लो मोसनमा भिडियो बनाइदिउँ कि भनेको त हो। साथीहरूलाई त भोक लागेको रहेछ क्या, छिटछिटो हिँड्न थाले लेफ्ट राइट गर्दै। हामी चाहिँ यता अम्बा खाँदै थियौँ। साथीहरूले चाहिँ मलाई पनि खुब मनपर्छ भनेर गए उनीहरू पनि अम्बा टेप्नलाई। अम्बा खाँदै गर्नुभएको चाहिँ हाम्रो आइतीमाया दिदी। यसमा एन्ट्री गर्नुहुने चाहिँ हाम्रो धनी र महतो। टुन टिड्याउ गर्मीले आतेर मैले दिएँ उहाँलाई पानी। सक्नुहुन्छ पसिना खलखल्ती आइरहेको थियो दाइलाई। फाइनली सबैजना आइसक्नु भएको छ, अम्बा पनि टिपिसक्नु भएको छ र कसैले खाइसक्नु भएको छ। सक्नुहुन्छ कोहीले खाँदै पनि छन्। म चाहिँ अम्बा टिप्न जाने बेलामा पुरै कमिला मेरो ज्यानमा सल्केछ। कहिले यता चिलाएको छ, कहिले उता चिलाएको छ, तर पनि केही छैन। यता मुखमा अटै नअटै अम्बा खाने चाहिँ मायाजी। टुन टिड्याउ फाइनली अम्बा छोडिहाल्यो नि चटपट आएपछि त। कसैले अम्बासँग चटपट खाँदैछन्, कसैले चटपट गमको गम। बर्थडे पार्टी चाहिँ मेरो, तर मलाई त वास्तै गर्दैनन् बा। बर्थडे आउँदा बर्थडे पार्टी र बिहे गर्दा बिहे भोज खुवाएन भने त्यसको केही अर्थ हुँदैन भन्छन्। त्यही भएर मैले दिएँ हल्का फुल्का पार्टी। तपाईँहरूले पनि बर्थडे आउनुभन्दा अगाडि नै यसरी पार्टी दिएर कति खर्च भएको थियो। मेरो चाहिँ आज अलि डरै जाला जस्तो छ। मुना दिदी फेरि पुरै चक्कलमाडी गरेर भन्दै दिन थाले गमका गम। फाइनली स्प्राइट नै आइसकेको थियो। गिलास आउन ढिलो भएर सबैले बोतलमै दिन थालेको थिए कास्वाट। सबैजना आफ्नै धुनमा मस्त मुख बगाउँदै खान थाले। चटपट चाहिँ सबैजनाले मिठो भएको थियो भन्दै थिए, तर मैले चाहिँ चाहेको थिइनँ पनि मन थाम्न सकिनँ अनि खाइदिएँ एक बाइट। सुरुमै जाने बित्तिकै सोहेको चटपट 2 प्लेट सर्लकै आयो अनि सर्लकै भ्यायो। मैले होइन है, यो तोरीहरूले चाहिँ भ्याए। खाँदै गर्दा स्प्राइटले चाहिँ पुगेन भनेर फेरि अर्को कोक लिएर आए। अझ चाहिँ यिनीहरूले मलाई भाँडा मजाउने भए भनेर म चाहिँ पुरै टेन्सनमा बस्न थालेँ। हाम्रो भेना फेरि यता पुरा आफ्नै धुनमा खाँदैछन्। खान जन्मेकाहरू हौ खाऊ। नेकपा एमालेका कार्यकर्ताहरू सही कार्यकर्ताहरू खान यिनीहरू चाहिँ नेकपा एमालेको कार्यकर्ताहरू चाहिँ होइन है, आज चाहिँ मेरो कार्यकर्ता हो, किनकि मैले पार्टी दिँदैछु यिनीहरूलाई। यता फेरि धनराम दाई पसिना निकाल्दै खाँदैछन्। मैले भसो दाई भनेर सोद्धाखेरि त दाइले त पुरै कोक उचालेर चेस्ट गर्न थाले। त मैले त भाषा नि भन्न थालेँ। यसले चाहिँ उतापट्टि गएर गिलास ल्याउन थाले। गिलास ल्याएर सबैले आफ्नो भागमा एकुन्टा गिलास पर्ने गएर बाँड्न थालियो। सबैले चिसो हाल्ने, तर मैले चाहिँ पैसा फाल्ने। म चाहिँ टेन्सनमा खाऊ मजाले खाऊ, पैसा नपुगे भाँडा माझ्ने म छुँदैछु नि भनेर खान थालियो।
के गर्नु पैसा कति पुग्ने हो थाहा छैन। अनि पीडा दिलमा मान्छे चिलमा चेयर्स भनेर सबैले गिलास उठाएर चेस गरेरे। सबैले सुरुको पार्दै थिए, चटपट त सकिसकेका रहेछन्। चिसो फेरि मेरो उनीले खालि बाँड्दैछन् मुनि। म चाहिँ उभिएर खाएको थिएँ किनकि सबैको भिडियो गर्नु पर्ने थियो। मसँग क्यामेराम्यान छैन, यति अप्ठ्यारो हुन्छ मलाई। न कतै क्यामेरा राख्ने ठाउँ पाएको छु। आफ्नो बर्थडे पार्टी आफैले उभिएर मजाले भिडियो गर्नु परिरहेको छ। सबैले चिसो खान थाले, चिया जसरी सुरुप्प। बर्थडे भनेको नि चाडबाड जस्तै हो, वर्षमा एकचोटि आउँछ। त्यही भएर पार्टी चाहिँ जसको बर्थडे भए पनि दबाएर दिनुपर्छ है। यति भन्दै थिए, जमुना दिदीलाई हेरेको त ओहो जमुना दिदी त खाउँला जसरी कोलै घुर्रे हेरे आऊ। हेरेको छ ओहो के हो दिउँसै भूत देख्नु भयो कि? जमुना दिदीले त भने मैले चाहिँ हेरेको छ कहाँ हेर्नु भएको त भनेर मैले क्यामेरा हेरेकोतिर फर्काएको त ओहो पानीपुरी बनाएको हेरेर छ, कतिखेर आउँछ भनेर पर्खाइमा पो रहेछ। ल ठिक छ आउँछ भनेर मैले चाहिँ सम्झाएँ, त्यही पनि हेरेछ जमुना दिदीले त। फाइनली के आयो त? पानीपुरी आयो। अनि रामदाई फेरि खुसी। अनि पुरी आइसकेपछि बल्ल मलाई उनीहरूले भन्ने थाले बाइट चाहिँ बर्थडे भाइले खानु। ल सम्झियो तिमीहरूले मलाई, त्यही पनि ठिक छ म खाइदिन्छु भनेर मैले खान थालेँ। एक बाइट मात्र के हानेको थियो, पसिनाले खलखल भयो म त, किनकि पिरो रहेछ एकदमै। पिरो भयो भनेर कहाँ खाना छोडिन्छ र? फेरि मैले एक बाइट हान्न थालेँ। अहिले चाहिँ सबै यसले भ्याउने भयो भनेर टेन्सन। मैले किनेको तै मात्र खाने हो भन्न थाले। होइन मैले चाहेको मात्र भनेको त लास्टमा खा भन्न थाले। ठिक छ अब तपाईँहरूको पालो, तपाईँहरू खानु भनेर मैले उनीहरूलाई दिएँ। उनीहरू पनि एकपछि अर्कोले गर्दा गम दिन थाले। म पछि फर्स्ट बाइट चाहिँ मायाले गममै दिइहालिन्। त्यसपछि एकपछि अर्कोले पानीपुरी गम दिन थाले। पानीपुरी मुखमा गएपछि मुख ठुलो हुन्छ भन्ने त सबैलाई थाहा। त्यही हेर्दै एकअर्काको मुख हेर्दै हाँस्न थाले। पुरी खाँदै गर्दा यता चाहिँ घोप्टियो चिसो, तर पनि केही छैन भन्दै म चाहिँ जमुना दिदीको मुखमा हेरेको, पुरै रियाक्सनै छैन। यत्रो बनाएको पानीपुरी हालेर यो दिदीले भूतलो कि निलो कि हो भनेर सोच्न थाले म। एकपछि अर्कोले गर्दै पानीपुरी खान थाले गम। पानीपुरी खाँदा भेनाको अनुहार कस्तो हुन्छ? भेना अनुहार देखाउनु त भनेको त भेना त पुरै लाजाले पुरै मुख छप्न थाले। अनि टेन्सन नमानी पुरै फिल्म चबाउन थाले। फेरि धनीराम दाई पुरै आइला डनको स्वादमा। धनीराम दाईलाई फेरि डन भनिदिएको ओहो लजाए। धनीरामलाई डन भनेको यता फेरि धनै सर्केनन्। पानीपुरी खाने बेलामा चाहिँ एकअर्काको मुख हेर्नुपर्छ, एकदम कमेडी लाग्छ। तपाईँहरूलाई लाग्छ कि लाग्दैन? कसैको ठुलो पर्छ, कसैको सानो पर्छ, त कसैको मुखबाट पानीपुरी छिर्दैन। फेरि उनले चाहिँ मलाई देहास्त गरेर आफै गममा खान थाले। तिमीले नदिए पनि म आफै जिगेर खान्छु भनेर मैले पनि जिगेर खाएँ गममा। देख्न सक्नुहुन्छ मेरो मुख। यता फेरि पालो आयो जमुना दिदीको मुख बिगार्ने। आइतिमाया दिदीको अनुहार देख्न सक्नुहुन्छ पानीपुरी मुखमा हालेर। सबैजनाले एकपछि अर्कोले गम दिँदै थिए। पानीपुरी कसले धेरै खायो भनेर मैले हेर्नै भ्याइन। पानीपुरी पछि पनि अर्को चटपट बन्दैछ फेरि सहेको। जो थाक्नु त भएको छैन भनेर मैले सोध्न थालेँ। भाउजूले छैन भन्न थाल्नुभयो। भाउजू चाहिँ उता बनाउँदै मस्त, हामी चाहिँ खाँदै यहाँ। भाउजूले बनाउँदै गर्नुहुन्छ, हामी चाहिँ एकछिन बनाउन्जेल गफ गरौँ भनेर त भन्न थालेको त। के खाने त अब भन्न थालेँ। होइन गफै नगरौँ भन्न थालेँ मैले चाहिँ। यता फेरि भेनाले चाहिँ पुरै पानीपुरीको पानीलाई पुरै रोक्सीको स्वादमा खान थाले। त्यही पनि अझ हल्लाए। यिनीहरूले एक लट चटपट पनि सकियो, पानीपुरी पनि सकियो। सबैजना आफ्नो गफमा नथाले। आइतिमाई दिदी चाहिँ कहिले पनि यसरी ग्रुपमा आउनुहुन्थेन, आज आएको भएर सबैजना खुसी भएका छन्। 2.5 बोतलको पनि सर्लकै भ्याए र 2 प्लेट पनि मजाले सर्लकै भ्याए। म चाहिँ भाँडा माझ्नु पर्छ कि भनेर पुरै टेन्सनमा, किनकि भाँडा थुप्रिसकेको थियो टेबलैभरि। गफ गर्दै फेरि आयो चटपट। टेबलमा राख्न पाएन, त्यसपछि खान थाले गम। धनराम दाइले र मैले चाहिँ चटपटलाई पनि चेस्ट गरेर खान थाल्यौँ। खान जन्मेकाहरू हौ खाऊ। नेकपा एमालेका कार्यकर्ताहरू, सही कार्यकर्ताहरू खान। धनीरामले र मैले गरेको ओहो हामी सबैजना गर्छौँ नि भनेर अनि सबैले गर्न थाले चेयर्स। चटपट पनि हुन्छ र चेयर्स, यो त चमत्कारै भयो अनि चटपटको बलात्कारै भयो। कौन है ये लोग? कहाँ से आते हैं? त्यसले गर्दा चाहिँ मैले चटपट बनाउनु छोडेर भाउजू क्यामेरा समातिदिनु न एकछिन भनेको थिएँ। चाहिँ आफ्नो काम छोडेर क्यामेरा समातिदिनु भयो, त्यसको लागि धन्यवाद। धन्यवाद त के भन्ने, यो पनि तपाईँको काम हो। डिप्रेसन
त्यसपछि मोबाइल मागे आफ्नो सुरमा सबैजनाले खाँदै थिए गमका गम खाँदै गर्दा बिल तिर्ने पालो आइसकेको थियो। भाउजू कति भयो जम्मा? हेत तेरिका ल पानी खाऊ। पैसा कति भयो अरे भाउजू? 570। धारा कता छ? भाँडा कता छ? भाँडा भाडामा चरे ल गाइज मेरो बर्थडे पार्टी सकियो। अब म भाँडा मात्न जान लाग्यो। यति भाँडा माझेपछि चाहिँ पैसा मजाक गरेको है गाइज। पर्समा नभए पनि मोबाइलमा थियो र क्युआर गरियो। त्यसपछि आफ्नो घरतिर लागियो। उनीहरू पनि आफ्नो घरतिर लागे र हामी पनि आफ्नो स्कुटी झिकेर आफ्नो घरतिर लाग्यौँ। घरतिर जाँदै गर्दा आजको भ्लग चाहिँ कस्तो भयो र बर्थडे पार्टी खानेहरू साथीहरूको पनि पेट भरिएको भएर न कमेन्टमा गरिदिनु होला। थ्याङ्क यू गाइज मेरो फुल भिडियो हेरिदिनु भएकोमा। टिकटक युट्युबमा सुमन जवानी भ्लग नाम छ, यही सर्च गरेर हेर्नु होला। हस्त धन्यवाद। हाम्रो भिडियो कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला र नेक्स्ट भिडियो कस्तो चाहिन्छ त्यो पनि भनिदिनु होला। हामी त्यही अनुसारले भिडियो बनाउँछौँ। हस्त धन्यवाद। बाई बाई।